खोइ यो झुम्रो तान्छ हैन यसरी अब यो खिचन यसरी हैन भिडियो बनाएको त्यही त मैले ल अनि कालो बङ्गुरको मासु सेको यसरी पोलिन्छ ल हेर्नुहोस् यहाँ चाहिँ हाम्रो त्यो माथि सेकुवा पोल्दाखेरि चाहिँ माथिबाट जति पनि भएको तेलहरू चाहिँ यता झर्छ है सेकुवा रेडी हुँदैछ यहाँनिर यस्तो हुन्छ हामी चाहिँ सेकुवा यसरी पोल्छौँ हैन अनि तपाईहरुलाई मन पर्छ भने चाहिँ कमेन्ट गर्नु होला है ल ल हाम्रो सेकुवा पोल्ने दाउरा चाहिँ यहाँ यसरी स्टार्ट गरिएको छ हैन अनि यहाँबाट चाहिँ हामीले सेकुवा पोलेर अनि हामीले यहाँबाट माथि जान्छ अनि भिडियो बनाएर हाल्छ अनि यति गरेर टेबल अलिकति सारा बुहारी नानी लिनुस् अहिले नानीहरु दही 8 फियो हाल्दिए है मैले हुन्छ कलेजो पनि रक्सीले बियरले बिग्री गएको छ यो कलेज आधा अलिक हुन्छ कि अलिक फेरिन्छ अलिक फेरिनु परेन त चिम्टाले पनि तपाईँले त एकै झ्याप्प धेरै रिक्नु हुँदो रहेछ त ए चिम्टा कङ्गटे चिम्टा हो मैले तपाईसँग ल चौछ नि त बोसोलाई हामी जोइ पनि के हो आज पार्टी हुँदैछ त यहाँ दुनिया चाहिँ ल यस टोलीहरु कता हरा